नमस्कार, स्वागत छ यहाँहरुलाई नो अबाउट योर कन्स्टिट्युसन डे 2 मा। नेपालको संविधान 2072 नेपालमा जारी भएको 7औं संविधान र लागू भएका 6औं संविधान हो। यो संविधान सभाबाट जारी भएको पहिलो संविधान हो। यो संविधान जारी हुँदाको बखत संविधान सभाको अध्यक्ष सुभाष नेमाङ हुनुहुन्थ्यो भने मस्यौदा समितिको अध्यक्ष कृष्ण प्रसाद सिटौला हुनुहुन्थ्यो र त्यस्तै राजनैतिक विवाद तथा संवाद समितिका अध्यक्ष डाक्टर बाबुराम भट्टराई हुनुहुन्थ्यो। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो भने सभामुख सुभाष चन्द्र नेमाङ हुनुहुन्थ्यो र राष्ट्रपति भने डाक्टर रामवरण यादव हुनुहुन्थ्यो। यस संविधानमा 35 वटा भाग, 308 धारा र 9 वटा अनुसूची समावेश गरिएको छ। नेपालको संविधान 2072 को भाग 1 मा प्रारम्भिक रहेको छ। प्रारम्भिक धारा 1 देखि 9 सम्म रहेको छ र धारा 1 मा यो संविधान नेपालको मूल कानून हुने भन्ने व्यवस्था गरिएको छ र यस संविधानसँग बाजिएका कानूनहरू हदसम्म अमान्य हुने भन्ने व्यवस्था पनि गरिएको छ। त्यस्तै धारा 2 ले नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहने व्यवस्था गरिएको छ र धारा 3 मा रहेको छ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता युक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने व्यवस्था रहेको छ। त्यस्तै धारा 4 मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। त्यस्तै धारा 5 मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछ भन्ने व्यवस्था गरिएको छ र त्यस्तै धारा 5 को उपधारा 2 मा राष्ट्रिय हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्था पनि गरिएको छ र धारा 6 मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने व्यवस्था गरिएको छ र त्यस्तै धारा 7 मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गरिएको छ भने धारा 7 को उपधारा 2 मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो देशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था पनि गरिएको छ र त्यस्तै भाषा सम्बन्धी अन्य कुराहरू भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुने भन्ने व्यवस्था पनि गरिएको छ। त्यस्तै धारा 8 मा राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था गरिएको छ। धारा 8 को उपधारा 1 मा सिमरिक रङको भुइँ र गढा नीलो रङको किनार भएको दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सुरुवातमा 8 कोण देखिने सेतो आकार र तल्लो भागमा 12 कोण युक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हुने व्यवस्था गरिएको छ र त्यस्तै उपधारा 2 मा नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका र अन्य त्यस सम्बन्धी अन्य विवरणहरू अनुसूची 1 मा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ र त्यस्तै धारा 9 मा राष्ट्रिय गान तथा इत्यादिको बारेमा व्यवस्था गरिएको छ। धारा 9 को उपधारा 1 मा नेपालको राष्ट्रिय गान अनुसूची 2 मा उल्लेख गरिए बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ र त्यस्तै धारा 9 को उपधारा 2 मा नेपालको निशान छाप अनुसूची 3 मा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। त्यस्तै धारा 9 को उपधारा 3 मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिमरिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाफे हुने व्यवस्था गरिएको छ। यो भिडियो तपाईहरुलाई राम्रो लाग्दैछ भने लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला र नयाँ यसको तेस्रो पाठ हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।